ल गाइज फाइनली हामी चेक इन गरिसकेको छौँ। कस्तो अनुभव भइरहेको छ भन्नु त दुई चार शब्द। मलाई विश्वासै भइरहेको छैन। सी कान्ट बिलिभ द्याट हैन हामी नेपाल गइरहेछौँ भनेर। किन भन्दाखेरि आएको 2 वर्ष भयो, 2 वर्षमा नेपाल जाँदैछौँ हामी। चेक इन गर्नु लास्टै गाह्रो, त्यहाँ लास्टै ल्याङ लाग्छ मलाई। त्यही भएर चाहिँ हामी खासै प्रिफर चाहिँ गर्दैन म त्यति बेला भिडियो गर्नु, आफ्नै रस हुन्छ है। नाइ बेबी पानी भर्ने ठाउँ छ र यहाँ त हुन्न, उतै हो नि। C30 का अब हामी चाहिँ हाम्रो टिकट सबै भइसक्यो, लगेजहरू सबै यस्तै छ। मेरो बेबीसँग त्यहाँ छ, हैरान भइसक्यो थियो अघिदेखि लगेज बोक्दाखेरि मेरो बेबी। अब चाहिँ हामी आइसकेको छौँ हेडिङ टु कतार। यहाँबाट चाहिँ हामी कतार पुग्छौँ। कति 12.5 घन्टा है, यहाँ 12.5 घन्टाको फ्लाइट छ। त्यसपछि हामी कतार पुग्नेवाला छौँ। कतारमा 7.5 घन्टाको लेआउट छ। 7.5 घन्टाको लेआउट भएपछि अनि त्यसपछि बल्ल चाहिँ त्यसपछि हुन्छ नेपालको फ्लाइट। त्यस्तो छ हाम्रो चाहिँ। अब यहाँ क्यानाडाको चाहिँ धेरै घुमेनौँ हामी। किन भन्दाखेरि किन घुम्ने भनेर हामी कतारैबाट सामानहरू लिने भनेछौँ, त्यही भएर खासै धेरै घुमेनौँ। हाम्रो C30 हो, त्यही भएर हामी गइरहेको छौँ। 28मा आइसक्यौँ। C30 अझै अगाडि रे, तपाईँहरू देख्न सक्नुहुन्छ C30। के छ मेरो बुढी अनि हालको भन्नु त कस्तो अनुभव भइरहेछ? त्यही त भन्दैछु, मलाई विश्वास भएको छैन। अब स्ट्रगल गर्ने बेलामा हिँड्यो, जिन्दगीमा मरिलानु के छ र होइन। दियो मेरो बेबीले दियो है। जिन्दगीमा मरिलानु के छ र, हान्नुपर्छ। काम हान्नेसँगै चिल पनि हान्नुपर्छ। किन भन्दाखेरि उसको घर नि ऊ मात्र हो, मेरो घरतिर नि म मात्र हो। बहिनी छ, बहिनी घरै छ नि त। यसो चल फल के यहाँ पानी भर्ने ठाउँै नरहेछ। त्यही भएर चाहिँ 2 वर्षमा एकचोटि त घर जान पऱ्यो नि होइन र। त्यही भएर हामी हिँडेको घर। वासरुम जाने बेबी हुन्छ, तर प्लेनमा त अझै टाइम छ जस्तो छ। C30 हो हाम्रो, C30 लास्ट कुनामा रहेछ C30 त फेरि। क्यानाडाको एयरपोर्टमा चाहिँ खासै ठुलो चाहिँ नरहेछ है, गोलो टाइपको होइन। घडीहरू सोरुमहरू यस्तै हुन्छ। राडोको घडी, राडो तेरीमा लाडोको घडी कति पर्दो रहेछ? $5,300 पर्दो रहेछ। धेरै त नरहेछ, जम्मा 5,300 मात्र पर्दो रहेछ। यसरी सुनहरू पाउँछ। के अरे ऊ त लास्टै घुम्नु पर्दो रहेछ गाइजहरू। C30 यहाँ छ। ल हामी आइसक्यौँ यहाँ। अब जानको रेडी हो नि अलरेडी। ओके गाइज, सी यू इन कतार होइन, सी यू इन कतार भनेर क्लोज हान्नु नि त। सी यू इन कतार गाइस। गाइज हामी फाइनली कतार पुगिसकेका छौँ। कतार पुगेर म झर्दैछु। लास्ट 12.5 घन्टा लो थाक्यो। 12.5 घन्टा काम गर्नै ठिक फ्लाइटमा बस्नुभन्दा त। तर चाहिँ अब कतार कस्तो हुन्छ, कतारमा चाहिँ 7.5 घन्टाको ट्रान्जिट छ। सोयु वर्क होइन। पोन्टीलाई कुर्नु पर्छ यहाँ चाहिँ, पोन्टीलाई कुर्नु पर्छ। जाडो छ तर म चप्पलमा छु। पोन्टीलाई कुर्छु। क्यान्सी कतारमा साँझ परिसकेको छ। कतारमा साँझ परिसकेको छ। हामी साँझमा एकछिन मेरो पोन्टी यहाँ आइसकेको छ। कस्तो अनुभव भइरहेछ हजुरलाई? मलाई खुट्टा दुखेछ। त्यही भएर फ्लाइटमा हिँड्दा कहिले पनि जुत्ता नलाउनु होला, हामी जस्तो यसरी हिँड्नु होला। मेरो भाइ मेरो बुढीको एयरपोर्ट लुक्स मेरो एयरपोर्ट लुक छिलमा आफ्नै पारामा ढुङ्गे धारामा
मजाले हिँड्नुपर्छ गाइज। अब यहाँ चाहिँ 7.5 घन्टा मस बस्नुपर्छ। त्यसपछि हामी बल्ल नेपालको फ्लाइट छ। अब हामी कहाँ जाने हो, कुन कताको गेटतिर हो, कुन टर्मिनल हो, त्यो खोज्नुपर्छ होइन। ल सेभ देयर गाइज। लुक लुक मेरो बेबीको एयरपोर्ट लुक्स चप्पल जाङ्गे तोसको कहिले पनि छुट्दैन। वेलकम टु कतार। कतार। नाम लिएर रहेछ। गाइजहरू हामी चाहिँ अब कनेक्टिङ फ्लाइट छ अरे। अब यता जान्छौँ। त्यसपछि पहिला सुरु चाहिँ कहाँ हो खोज्ने, त्यसपछि आनन्दले नास्ता खान जाने। किन खोज्नु पऱ्यो र अझै छ टाइम बस्ने हो पहिला। तर मेसै भएन, हिजो हिँडेको हामी, हिजोको 8 बजे फ्लाइट थियो, यहाँ 5 बजिसक्यो। हिजो राति हिँडेको, आज राति 1 दिन भइसक्यो। अब यहाँ राति हुन्छ नि त, उता बिहान हुँदा, उता राति हुँदा 12 घन्टा 12.5 घन्टा। अहिले उता बिहान भयो नि त नि बेबी। हेरेर अगाडि हेरेर हिँड्न। मलाई चाहिँ काम चाहिँ यस्तो काम चाहियो क्या होइन बेबी, यतिको काम चाहियो कि टक्क एयरपोर्टभित्र यहाँ चलाएँ। यतिको काम चाहिँ हुनुपर्छ। ल कतार एयरलाइन्स आइयो, कतार आइयो। हामी अहिले कतारको एयरपोर्टमा छौँ। के छ, जाने बेलामा दुबई, अहिले आउने बेलामा कतार है। तर हेरौँ कतारको एयरपोर्ट खतरा कि दुबईको हबिबीहरू को ठुलो हबिबी। ल हेरौँ है, को खतरा हबिबी रहेछ। हेरौँ, हेरिदिउँ है त को खतरा रहेछ। देखाउँछु मैले सबै। यस्तो काम पाए कस्तो मजा आउँथ्यो। ठक्कै एयरपोर्ट भने ट्याट पारेर हिँड्यो। ठिक छ, सबैलाई आफ्नो काम गाह्रो लाग्छ होइन बेबी। कामको कुरा नगरौँ अब, 42 डेजसम्म होइन। त्यो त हो। म त कतार आइदिन्छु न कसम। छैन हो मेरो बेबी भनेको सही हो। जय बाबा। अब म चाहिँ पहिला सुरु जान्छु, त्यसपछि चाहिँ भिडियो सिडियो बनाउँला। पहिला सुरु कहाँ हो जाने भन्ने कुरा पनि थाहा छैन। केही छैन, कपडाहरू केही पनि लेखेन। साँच्चै कि लिटरली केही पनि कपडा लेखेन मैले, मै गएर किन्ने भनेर। ल हेरौँ यहाँ कस्तो छ, म अहिले देखाउँछु। बाई गाइज। ल फाइनली यहाँ चेक इन भइसक्यो हाम्रो। कतारको नि अब रेडी हो। लेट्स गो। धुसपुरी मात्रै चिन्दैछु बेहोरा भन्दा। ल हामी चाहिँ अब चेक इन भइसक्यो यहाँ पनि। अब हामी यतै जानुपर्छ। यसै कता हो खोज्नुपर्छ होइन। खोज्दा हामी ठाउँमा पुग्दा 2 घन्टा त बित्ला जस्तो हो। यहाँ यस्तरी हुन्छ, आफ्नो खोज्ने हो होइन। अझै देखाएको छैन, किन भन्दाखेरि हामीहरू रातिको हो नि त फ्लाइट, त्यही भएर अझै देखाएको छैन। मलाई हबिबी सोचेँ क्या, मलाई यहाँको भाषामा गुड इभिनिङ रे। अनि मलाई यहाँको भाषा कहाँ आउँछ त, के हो हबिबी देखेँ क्या मलाई। ल फाइनली हामी चाहिँ अब यहाँ आइसक्यौँ। के भन्छ कतार, वेलकम टु कतार। तर
दुबई चाहिँ वाइल्ड सिटी है दुबईको चाहिँ यति मात्र अझ छ होला नि छ न त होला ले थिएन त्यो टिकटमा के बोर्डिङ पासमा ल्याएछ होला बोर्डिङ पासमा लेख्नु पर्ने हो नि त त्यसमा कुन गाइज अब हेरौँ पहिला यसो खोजेर आनन्दले बस्न पायो भने आनन्द त्यसपछि टन्न टाइम हुन्छ कि ल सिउ गाइज लेटर हामी चाहिँ त्यहाँ सोध्न गएको हाम्रो फ्लाइट चाहिँ अहिले नरहेछ अहिले केही पनि थाहा हुन्न अरे अब लन्चमा गएर बस्ने भनेछ बेबीलाई कस्तो लाग्यो भन्नु नि त ठिकै छ तर दुबईमा मजाले बस्नु पाउँदा सुत्नु ठाउँ पनि यहाँ चाहिँ सुत्ने ठाउँ लाइक यस्तो मात्र छ खासै केही छैन अल मल लन्च यस्तो छ पेन्सिडिस चक्लेटहरू हेर्ने हो चक्लेटहरू चक्लेट त लगेको त होइन कति हेरौँ न के पाउँछ यो चाहिँ कतारको चक्लेट $8 USD हो नि त 1.2 kg हो नि त buy any 2 get 1 free कति डलरमा गेट 1 फ्री रे $40 डलरमा एउटाले किन लाग्यो तिनवटा दुईवटा एउटालाई $40 पऱ्यो तर दुईवटा किन्दा एउटा फ्री लेन्स त अब के अरे उहीँ क्यानाडामै सस्तो पर्छ लेन्स अन्त तर हामीले लिएर आएनौँ किन भन्दाखेरि उहाँदेखि लिएर आऊ लेन्स अब फेरेरहरू कति पर्दो रहेछ buy 2 $30 1 get 1 फ्री अरे जस हामीले चाहिँ मिठाईहरू चाहिँ उतै सस्तो पर्दो रहेछ नाइस गऱ्यौँ मिठाईहरू क्यानाडाबाटै लिएर आएर चाहिँ एकदम नाइस गऱ्यौँ तर यहाँ चाहिँ रक्सी सस्तो पाउँछ भन्दै थियो रक्सीहरू हेर्न जाम अब सस्तै पाउनु पर्ने यता छ buy 2 get 1 फ्री रे buy 2 get 1 फ्री रे डबल ब्ल्याक लग्ने कि ब्ल्याक और जेडी बेबी ख्याल गरे फेरि सेभ QR24 के भने एउटा किन्दा $70 रे डबल ब्ल्याक तर यो 1 लिटर हो सानो त पाउनु होइन $70 ठिकै छ कुन लग्ने हो पछाडि हेरे पछाडि गोल्ड लेभलहरू यस्तो छ गोल्ड लेभलहरू कुन राम्रो हो सबसे खतरा लेभल अनुसार सबैभन्दा राम्रो त गोल्ड हो अब गोल्डभन्दा राम्रो ब्लू हो अब के अरे रेड लेभल भन्दा यो हो महँगो सस्तो महँगो त्यसपछि यो हो त्यसपछि यो हो गोल्डपछि ब्लू गोल्ड लेभलको कति रहेछ यो मैले एकछिनमा अब किनेपछि चाहिँ हेर्छु अहिले तर भर्खर चाहिँ नकिनौँ हेरौँ होइन किन भन्दाखेरि 7 घन्टासम्म कहाँ लिएर बस्नु त्यही भएर सर हेरेर चेक गरेर लास्टतिर किन्छु म ओके हेलो गाइज ल फाइनली हामी चाहिँ के यो क्यानाडा होइन कि यहाँ अब हामी एसियामा आइसक्यौँ एसियामा आएपछि जे पनि गर्न पाउँछ यहाँ कसैले केही भन्दैन नि बेबी त्यही पनि अझ मलाई हबिबीलाई कतारको सबैभन्दा एकदमै राम्रो कुरा होइन कतारको सबैभन्दा राम्रो कुरा चाहिँ यहाँ छ म देखाउँछु हजुरहरूलाई यताबाट जाऊँ न म यहाँबाट देखाउन गइरहेको छु हजुरहरूलाई कतारको सबैभन्दा दामी कुरा के छ भन्दाखेरि कतार एयरपोर्टको भित्रै के भित्र यस्तो नाइस गार्डन छ नाइस भनेकै कतारको चाहिँ यो चाहिँ सही हो किन यहाँ जाने होइन एक दिन एलबी खै लगेर नजाने हो लगे जाने हो लगे जाने अरे आफू किनिदिनु अरे गाइस तर यो चाहिँ नाइस लाग्यो मलाई दिस वान इज नाइस ए वासरुम मैले उता लेखेको थिएँ बेबी
खान मन लाग्यो कस्तो जिब्रै लाटो टाइपको भयो पहिला फ्रेस हुँ अनि त्यसपछि चाहिँ के खाने हो खानुपर्छ किन भन्दाखेरि हिजो असिमले बनाएको रोटी र बटर चिकन खाएर आएको कोरे कहाँ ए हो कतारमा त ल जाउँ हामी वासरुम जान्छौँ अनि त्यसपछि अहिले भेटौँ न गाइज हस्तो ल बाई